दर्शकबिन अब कान्छीले अर्को भागमा सागरलाई भेट्टाउँदैछिन्। दर्शकबिन तपाईँले यो भिडियो अन्तिमसम्म हेर्नुभयो भने सबै कुराको जानकारी पाउनुहुनेछ। हो दर्शकबिन नमस्ते, तपाईँले कुन कुन ठाउँबाट तपाईँहरूले यो भिडियो हेरिरहनु भएको छ कमेन्ट बक्समा कमेन्ट गर्न पनि नभुल्नुहोला। कान्छी यस्तो अवस्थामा किन आइन्, कान्छीलाई के भयो यस्तो अचानक, कान्छी के साँच्चै नै अब पागल हुन्छन् त? सागर नभेटेको पिरमा, उता घर परिवारको तनावको पिरमा के कान्छी अब साँच्चै नै पागल हुँदैछिन् त? के छोराछोरीको पिरमा पागल नहोस् भन्न चाहनुहुन्छ भने युट्युब च्यानल सब्सक्राइब गर्नुहोला। हो दर्शकबिन, तपाईँ हामीसँग जोडिनको लागि युट्युब च्यानल सब्सक्राइब गरेर माया साथ सपोर्ट नगर्नुहोला। कान्छीलाई यति धेरै टेन्सन भएको छ कि उनले सहन सकेकी छैनन्। आफूले माया गरेको मानिसलाई कसैले आक्रमण गरेको देख्दा कस्तो हुन्छ हामी आफूले अनुभव गरेको छौँ। हो दर्शकबिन, अब कान्छीको पनि त्यस्तै हालत आउँदैछ। अब सलिना र सागरको पनि बिहे हुने भएको छ। दर्शकबिन, तपाईँले अन्तिमसम्म भिडियो हेरेर माया साथ सपोर्ट गर्न नभुल्नुहोला। सलिनाको मामाले किन सागरलाई यस्तो अवस्थामा बाँधेर राखे? सागर साँच्चै नै गल्ती हुन् त? के सागरले साँच्चै नै गल्ती गरेका हुन् त? यही कुरा भन्न चाहनुहुन्छ भने युट्युब च्यानल सब्सक्राइब गर्न नभुल्नुहोला। हो दर्शकबिन, तपाईँहरू देश विदेश छरेर बस्नुभएको छ भने भिडियो अन्तिमसम्म हेरेर माया साथ सपोर्ट गर्न नभुल्नुहोला। सागरलाई जबरजस्ती बाँध्नुको कारण के हो? के सागरसँग सानैदेखिको रिसिपी थियो? हो तपाईँहरू यही कुरा भन्न चाहनुहुन्छ भने युट्युब च्यानल सब्सक्राइब गरेर हामीसँग जोडिन नभुल्नुहोला। हो दर्शकबिन, अबको आउँदो भागमा के हुन्छ त तपाईँहरू यही सुन्न चाहनुहुन्छ भने युट्युब च्यानललाई माया साथ सपोर्ट गर्न नभुल्नुहोला। हो दर्शकबिन, भुन्टी यसरी भावुक हुँदै रोएकी छिन् कि मेरो श्रीमानलाई कसैलाई केही नहोस् भनेर उनी रोएकी छिन्। दर्शकबिन, अब आउँदो भागमा के कस्तो होला, आउँदो भागमा साँच्चै नै राम्रो होस् भन्न चाहनुहुन्छ भने युट्युब च्यानल सब्सक्राइब गर्न नभुल्नुहोला।